हेलो साथीहरू, आज चाहिँ म बिहानै 5 बजे उठेर नुहाएर रेडी भएर डाँडाकालिका मन्दिर जाँदैछु। हाम्रो यात्रा सुरु भइसकेको छ। अनि यो हो मन्दिरको बाहिरको गेट, अनि यो हो भित्रको गेट। अनि हाम्रो चाहिँ एउटा मैयासँग भेट भयो। मैले एकैछिन चाहिँ उसँग भिडियो बनाएँ। अनि हाम्रो यात्रा स्टार्ट भयो साथीहरू। सिडीहरू कस्तो राम्रो। अनि हामी चाहिँ गफ गर्दै रमाइलो गर्दै रुखहरू हेर्दै जङ्गलहरू हेर्दै गयौँ। अब चाहिँ हामी चाहिँ डाँडामा पुगिसकेको छौँ। डाँडामा जाँदा चाहिँ शीतल हावा चलिरहेको थियो, आनन्द आइरहेको थियो। यो चाहिँ मन्दिरको त्यो होटेलभन्दा पारिको गेट हो। हामी चाहिँ यहाँदेखि फेरि लाग्यौँ। अनि साथीहरू, हामी चाहिँ अब पुग्न आँटिसकेको छौँ। फाइनल्ली डाँडाकालिका मन्दिरको गेट, यो चाहिँ मेन गेट हो कि। अब चाहिँ हामी पुगिसक्यौँ लगभग। अब यो सिडी चढेपछि डाँडाकालिका मन्दिर पुगियो। अनि यो हो मन्दिर, कस्तो राम्रो छ। अनि मन्दिर आइसकेर म चाहिँ रेडी भएर आएको थिएँ। राम्री भएर चिटिक्क परेर एउटा भिडियो बनाइहालेँ। अनि हामी चाहिँ पूजासुजा गरेर एकछिन यसो भ्यूको फोटोहरू खिच्दै थियौँ, भ्यूको भिडियोहरू बनाइदिए। अनि भगवानको टिका लाएर प्रसाद खायौँ। अनि यो चाहिँ चितवनको भ्यू हो। अनि आजलाई मेरो भिडियो यति नै साथीहरू। बाई बाई। अनि फेरि शिव मन्दिर पनि दर्शन गरेँ मैले। आज काम चाहिँ दर्शन गर्नु नै भयो।